सबैजनालाई नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म नि सन्चै छु। आज म चाहिँ एकदम खुसी छु, ह्याप्पी छु। तर म खुसी हुनुको रिजन के होला, फन्नी दुर्गा किन खुसी भयो होला भनेर सोध्दै हुनुहुन्छ होला हजुरहरूले हैन। आज म खुसी हुनुको रिजन फाइनली मेरो पनि गुगल पिन आयो। धेरै समय पछाडि 1.5 महिना पछाडि मेरो पनि गुगल पिन आयो। त्यसैले म चाहिँ आज चाहिँ एकदम धेरै नै ह्याप्पी छु, खुसी छु। फाइनली अब मलाई पनि युट्युबबाट केही आशा जागेको छ। अब यति धेरै मेहनत गरिसकेपछि हैन, गुगल पिन आइसकेपछि अब म पनि केही हुन्छु कि भन्ने धेरै आशा भएको छ। हजुरहरू पनि हरेस नखानु होला, अगाडि बिस्तारै मेहनत गरेर बढ्दै जानु होला। हजुरहरू पनि एक दिन अवश्य सफल हुनेछ। मैले पनि गुगल पिन दुईचोटि सुरुचोटि मगाउँदाखेरि मेरो आएन। त्यसपछिबाट फेरि अर्कोचोटि फेरि मैले यहीँ चितवनको एड्रेस हालिसकेपछि मात्र मेरो गुगल पिन आयो। हजुरहरूको नि आएको छैन भने हजुरहरूले पनि मेरो त आउँदैन कि क्या हो भनेर नभन्नु होला। हजुरहरूले एड्रेस चेन्ज गरेर हाल्नुभयो भने हजुरहरूको नि आउँछ। हजुरहरूले यति सक्नु भएन छ भने दुर्गालाई पनि यसो सम्झिनु सक्नुहुन्छ। मेरो फेसबुकको लिङ्क रहेको छ, फन्नी दुर्गाको लिङ्कमा राखेको छु। मैले हेर्नु सक्नुहुन्छ, सम्झिनु सक्नुहुन्छ। मैले हजुरहरूलाई मद्दत गर्नेछु। म पनि धेरै ठुलो त होइन, म पनि सानो युजरै छु। हजुरहरू मभन्दा पनि अझ सानो सानो हुनुहुन्छ भने हजुरहरूले मलाई सम्झिनु सक्नुहुन्छ। यो बारेमा मैले जाने जति हजुरहरूलाई सबैजनालाई मैले सिकाउने छु। हजुरहरूले मलाई फन्नी दुर्गालाई सम्झिनु सक्नुहुन्छ। हजुरहरूले मलाई साथ सपोर्ट गरेर मलाई यहाँसम्म पुर्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। म नि हजुरहरूलाई गर्नेछु। म हजुरहरूलाई रमाइलो भिडियोहरू हालेर हजुरहरूलाई हँसाउने छु। म चाहिँ खालि हजुरहरूलाई स्माइल दिने भिडियोहरू मात्र बनाउँछु है। फन्नी दुर्गाले चाहिँ च्यानल मनो गरिदिए, कसैलाई आफैले मनो गरेर पनि मैले च्यानलहरू बेचेँ हैन। गुगल पिनहरू मगाएँ, आयो पनि। तर मेरो चाहिँ आउँदै आएको हजुरहरूले हैन। हजुरहरूको एक दिन अवश्य आउने छु। केही मिस्टेक भएर आउन सक्दैन हैन। तर हजुरहरूले फेरि राम्रोसँगले हेरेर त्यही एड्रेसमा नआए हजुरहरूले अर्को एड्रेसमा हाल्नु भएछ भने हजुरहरूको गुगल पिन अवश्य आउनेछ। हरेस नखानु होला हजुरहरूले। हजुरहरूको यो गुगल पिन आउनमा एकै ठाउँकोमा नआए अर्को एड्रेस हालेर हजुरहरूले मगाउन सक्नुहुन्छ है। मेरो युट्युब फ्यामिलीहरू सबैजनालाई धेरै धेरै धन्यवाद मलाई सपोर्ट गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा। आजको भिडियो चाहिँ यहीँनिर नै समाप्त गर्नेछु। फेरि पनि आउनेछु भिडियोमा। बाई बाई।